नमस्कार दर्शकबिन, म तपाईलाई एउटा प्रपर्टी देखाउन गइरहेको छु जुन चाहिँ छ लोअर लिङदिङमा। यो रोड कार्पेटिङ भर्खर भइरहेको छ। यो तपाई आधार अफिसबाट यताबाट तपाई आधार अफिसबाट आएर यो टर्निङमा फाटक छ, त्यहाँबाट तपाई यता आउन सक्नुहुन्छ। अन्त तपाई यताबाट अदमपुल पनि जान सक्नुहुन्छ सिधै। प्रपर्टी रहेको छ यो एरिया रहेको छ। कुनै यहाँ भल पहिरो आउने जग्गा छैन, बसेको जग्गा छ। यहाँ प्लटिङ गरेर हामीले यो बिक्री गर्दैछौँ। यो रोड रहेको छ, तपाईँ लिङदिङबाट ओह्रालो आउन सक्नुहुन्छ। यो रोड हामीले यहाँ प्लटिङ गरेर प्रपर्टी रेडी गरिरहेका छौँ। यसमा चाहिँ पछाडिपट्टिको जमिनमा कसरी जाने भनेर असुविधा हुन्छ भनेर हामीले सुविधा पार्नको लागि यहाँबाट रोड बनाइएका छौँ। हेर्न सक्नुहुन्छ। यो रोड हामीले 12 फुट चौडा रोड मजाले एक्सकेभेटरले जेसीबीले हामीले यो सब ग्रेड गरेर यहाँ हामीहरू सोलिङ गरेर बाटो बनाउँदैछौँ। अन्त तपाईँको यहाँनिर नाला पनि रहेको छ। हेर्न सक्नुहुन्छ, यहाँ नाला रहेको छ, यहाँ पानी पनि चलिरहेको छ। हामीले यस प्रकारले यहाँनिर सोलिङ वर्क गरिरहेको छौँ। यहाँ हामीले ढुङ्गा तलबाट डोकोमा ओसारेर यहाँ थुपारिरहेको छौँ। अहिले केटाहरू स्टाफहरू अहिले लन्च गर्नु गएको छ। यो हामीले रोड यसरी सोलिङ गरेर ल्याउँदैछौँ। हेर्न सक्नुहुन्छ कति चिटिक्क मिलाएर सोलिङको वर्क हुँदैछ। हेर्नुहोस्। अन्त यताको प्रपर्टीमा जानको लागि यहाँनिर पनि हामीले रोड बनाएको छौँ। एप्रोक्स यहाँनिर 102 फिटको लम्बा रोड छ। यता चाहिँ 10 फिटको रोड रहेको छ। उता ठाडो रोड चाहिँ 12 फिटको रहेको छ। यहाँ प्रपर्टी छ, खेतबारी बसेको जग्गा छ, कुनै भल पहिरो आउने ठाउँ छैन, पारिलो छ। यहाँ त्यस्तो घरेरी कटिङको लागि तपाईलाई थुप्रो खर्च पनि गर्नु पर्दैन, जग्गा बसेको जग्गा छ। हेर्नुहोस्, यताको एउटा दुईटा तीनटा प्रपर्टी गइसकेको छ, त्यो पनि गइसकेको छ। अब यता छ, यहाँ 2-4वटा प्लट रहेको छ। यता हेर्नुहोस्, यसरी छ। यहाँ बाटोको सोलिङ यस प्रकारले भइएको छ। 8-10 इन्ची चौडा छ। यो सोलिङ वर्क यसरी रहेको छ। यहाँ नाला छ, पानी जानको लागि नाला पनि रेडी छ। तपाईहरुको पनि कुनै प्लट, कुनै तपाईहरुको पनि प्रपर्टीहरु छ बिक्री गर्ने, सेल गर्ने अगर प्रपर्टीहरु छ भने तपाई हामीलाई सम्पर्क गर्नुहोस्। हामी त्यसलाई हेरेर प्लटिङ गरेर सेल गर्नु हामी तपाईहरुलाई मद्दत गर्नेछौँ। अरु तपाईलाई कुनै प्रकारको घरेरी कटिङ, बिल्डिङ फाउन्डेसन अथवा बिल्डिङको काम पनि गर्नु, तपाईलाई राम्रो कन्ट्र्याक्टर चाहिएको छ भने तपाई हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीहरुको एक्सपिरियन्स इन्जिनियर, एक्सपिरियन्स मिस्त्री, एक्सपिरियन्स लेबरहरु छ। हामीहरु काम अति नै राम्रो पाराले तपाईलाई गरिदिनेछौँ। पहिले तपाईको निड एनालाइसिस गरेर तपाईको निड बुझेर कस्तो प्रकारको के गर्नुपर्ने हो बुझेर बसेर राम्ररी सल्लाह गरेर कस्तो चाहिँ बेस्ट खालको हुन्छ तपाईलाई हामी पनि सजेसन गर्छौँ, तपाईको पनि हेर्छौँ। अन्त हामी फाइनलाइज गरेर तपाईको काम गरिदिनेछौँ। तपाईलाई एक्सकेभेटर, जेसीबी हरु पनि चाहिएको छ भने, रेन्टमा चाहिएको छ भने पनि तपाई हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग मेसिनहरु पनि उपलब्ध छ। थ्यांक यू सो मच। यो भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक गर्नुहोस्,
सेयर गर्नुहोस् अन्त च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू सो मच।